Hello and namaste everyone. Welcome back to our channel. अहिले चाहिँ हामी किङ्स प्लाजामा जाँदैछु. बुढीको चाहिँ मेकअपको सामानहरू सक्यो अनि किन्न जाने भनेको छ. कहाँ जाने रे बुढी हामी? किङ्स प्लाजा सेफोरामा जाने छ. सेफोरामै हो फेरि? अब सेफोरा गएपछि फेरि तपाईँहरूलाई थाहा छँदैछ नि. साथै फेरि डलर सोहा हुन्छ. पैसा चोइट हुन्छ हो गाइज. एन्ड हाम्रो अब पुरानो भ्लगहरू हेरेर साथ दिनुभएकोमा तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच है. के किन्नु छ त तिम्रो? मेरो केही छैन, त्यही कन्सिलर एउटा हो. अनि अब यस्तो हेरौँ न, नयाँ थियो केही यस्तो मन पर्यो भने है. कति महिना खप्दो रहेछ त्यो तिमीले अस्ति किनेको चाहिँ? मेरो त टन्नै खप्यो, म कहिले काहीँ मात्रै लाउँछ नि. तर ठिकै हो. अलमोस्ट 1 वर्ष खपेला. एभ्री मन्थ अब त्यत्रो पैसा सकायो भने त फेरि गाह्रो हुन्छ नि फेरि. कहिले काहीँ मात्रै कस्नु ल सही हो. बसमा आउँदा पनि मलाई त रमाइलो लाग्छ मलाई त फेरि. ट्रेनमा चाहिँ अलिकति अब खुल्ला हुन्छ नि, र बसमा पनि रमाइलो हुन्छ. नजिकै हो नि, त्यही भएर. कति स्टप छ अब? धेरै छैन, 3-4वटा स्टप रहेछ. हाम्रो बसाइ चाहिँ यतै न्युयोर्कमा हो. अनि मेरो छोरी चाहिँ अहिले 16 महिना भइसक्यो है गाइस. त्यही हो, नर्मल्ली चाहिँ अब हाम्रो कन्टेन्ट चाहिँ डेली लाइफको कन्टेन्टहरू नै हुन्छ. अब न्युयोर्कको लाइफ चाहिँ कस्तो हुन्छ है, त्यो चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गर्छु. त्यही हो, अब विदेशमा तपाईँहरूलाई थाहा छँदैछ नि, एभ्री टाइम अब त्यो काम गरिराख्नुपर्छ है. जति काम गरे पनि सकिँदैन. काम गर्दै पैसा कमाउँदै फेरि खर्च गर्दै गर्दा त्यही हो, यतै अब हामीले कमाएको पैसा यतै नै सकिन्छ क्या. ल गाइज, अब हामी किङ्स प्लाजा पुग्यो है. खै म खोल्छु. सेफोरा पहिला सिधै सेफोरा जाउँ, फेरि बन्द भयो भने चाहिँ आउँछ होइन. होइन पहिला तिम्रो सेफोराको तिम्रो सघाइदिउँ. छोरीको लागि के किन्नु छ भने है. हो उता होला त्यसो. के किन्ने हो मेरो बुढीले यार. त्यो काउन्सिलर नै हो. ल हेर त लिएर. खै मिन्जु म हेरिदिउँ त. यही हो. लास्ट टाइम त तिमीले अर्कै ब्रान्डको किने जस्तो लाग्यो त. ए हो. किन यो कस्तो ठिक लागेन? त्यही त, त्यो सोध न एकजनालाई. मिन्छ यहाँ छ. अरू पनि किन्नु छ भने किन्यो हुन्छ. फेरि आउन अल्छी लाग्छ मलाई. कन्सिलर बाइक अरू पनि छ भने किन भने क्या. My name is Carissa. Wait,
यही हो तिम्रो फेन्टी भन्ने यही हो यो अलिक त यस्तो नयाँ चेन्ज भएछ क्याब के चाहिँ क्याब यस्तो थिएन कि पहिला ए चेन्ज $298 हो हँ मैले लियो हो पायो होइन यो त उसको सेलिना गोमेजको ए रेयर ब्युटी चाहिँ सेलिना गोमेजको हो क्या रियर ब्युटी रोड चाहिँ उसको हो क्या हेली बिबरको हेली सबैजना सेलिब्रिटीहरू आफ्नो आफ्नो ब्रान्ड छ नि अँ ओ यो राम्रो रहेछ पुरो राम्रो त चाहिँ यो चाहिँ आइब्रो जेल हो कि राम्रो देख्दो रहेछ यो त कोट होइन कि जेल मात्रै हो कि हो मलाई त मन पर्यो ल लिउँ त लियो भने सेलिना गोमेजको हो यो चाहिँ उसको ब्रान्ड हो कि रेयर ब्युटी मैले चाहिँ यो केयरमा दिएँ कि अँ यो कलर अन्त झन् डार्क रहेछ नि अँ मैले त्यो पछाडि त्यो उसले दिनु लागेको छैन रे उसले त मेरो हेरेन ए तिम्रो अनि के तिम्रो पाइसक्यो भने त जाउँ अनि ठिक छ होइन उसले यहाँ ट्राई गरेको होइन यो डार्कसँग छोप्यो नि है छोप्यो त यता हेर त यो डार्कसँग छ यहाँ उसले लगाइदियो कि यो चाहिँ डार्कसँग दिएको त छ मेरो नि हल्का देख्छ तर फेरि राम्रो देख्छ डक्सँग जस्तो पनि यताको चाहिँ अलिकति बिरामी जस्तो देख्दो रहेछ त के हो अब छोरीलाई पनि यहाँ मेकअपको सामान चाहियो अरे अब यस्तो छ गाह्रो अब है तिमी त अहिले युज गर्ने होइन यो त तिमी त सानो बेबी हो नि त यो कुन कम्पनीको कति लियो यसको चाहिँ कति हो $32 कति यस्तो हो $32 त्यस्तै होला ल अनि अर्को चाहिँ के हो आइब्रो चाहिँ कति हो यसको चाहिँ सस्तो छ $21 कुन त्यो सेलिना गोमेजको चाहिँ हो रियर के अरे ब्युटी ए मस्ती छ है ल गाइज फाइनल्ली अब सेफोराको सपिङ चाहिँ सक्यो दुईवटा आइटम किने है दुईवटा आइटम किन्नलाई त्यस्तो 1-2 घन्टा लाग्यो यार गाइज म त वेट गर्दा थाकेर एकछिन बाहिर बसेको बाहिर यता बस्ने ठाउँहरू थिएँ क्या त्यहाँ वेट गर्दै बसेको अनि उसले त्यस किनेर चेकआउट गरेर फाइनल्ली बाहिर आयो अब भोक पनि लाग्न थाल्यो यार मलाई त के खाने हो खाने ठाउँ त माथि छ माथि जानुपर्छ यहाँ त के हो यो त यतिकै रेस्ट गरेर बस्ने ठाउँ रहेछ नि माथि हो एलिभेटर उतापट्टि उता लास्टमा छ उता के खान जाउँ है हो त्यहाँ खाने त ल जाउँ ल आज पिज्जा त नखाउँ पिज्जा त हिजो भर्खर खायो भनेपछि सेक स्याक खाउँ है सेक स्याकमा त्यही बर्गरै होला नि होइन पाउने ल सेक स्याकमा होइन ठिकै छ सेक स्याकै ट्राई गरौँ आज वेट लुज गर्छु भने है गाइस फेरि मेरो चाहिँ एपिटाइट एकदम बढेछ क्या आजभोलि भोक मात्रै लाग्छ भने के खाने त्यो वेस्ट कोस्ट चिकन खाऊँ न खै त्यहाँ के रहेछ नि सावर क्रिम एन्ड अनियन सस honey mustard marinated pickles त्यो वेस्ट कोस्ट चिकनै खान्छु म त तिमी एउटा खाऊ ल यस्तो भोक लाग्यो मुखमा ऱ्याल चुइसक्यो ल बस न तिमी जाऊ ल तिमी जाऊ तिमी अर्डर गर न एउटा रिफ्रेसिङ ड्रिङ्क एउटा खाऊँ न है ल स्ट्रबेरी म्याङ्गो भन्दा लेमोनेडहरू केही छैन लेमोनेड हो त्यो ट्रपिकल म्याङ्गोवाला खाउँ न ल $9.99 है ल
स्पाइसीवाला गर न माया क्लोज गरेर उयो तल छ नि प्राइस विथ हो त्यही ब्रान्च ड्याडी $5.49 त्यही हो त्यो ट्रपिकल लेमोनेड स्मल $4.49 है तिम्रो बर्गर भइसक्यो पुग्दैन त्यो फेरि दुइटा गर न दुइटा गर त्यो दुइटा गऱ्यो हुन्छ ल चेकआउट गर के भयो मिन्जु के भयो किन हल्ला गरेको गर्मी भयो हामी बाहिर बस्नुहुन्छ त हुन्छ नगर न फुटा नगर न मजाले खानुहोस् ल भोक लाग्यो होला कति बज्यो बुढी अनि टाइम भइसक्यो नि भोक लागेर कराएको नि ल ओपन यर माउथ ल फेरि मिन्छ यता हेर्नु न एउटा भोक लागेको रहेछ नि त्यही भएर कराएको क्या खाना लिएर आएर राम्रो भएन त मैले भनेन इन केस भन्ने चिज चाहिँ हुनुपर्छ कि बच्चा कहीँ लिएर गयो भने क्या बुझेन ब्याकअप किनकि अब दुध एउटा लाने ठाउँमा दुईवटा तिनवटा खाना लिएर जानु एकदम इम्पोर्टेन्ट छ नि कति टाइम लाग्छ के हुन्छ हो तिमी खुवाउने ल आउनुहोस् त ल आउनु न त हाम्रो चाहिँ टेबल नम्बर चाहिँ 55 अर्डर नम्बर 55 यतै पुऱ्याउनु आउँछ भन्नुभएको छ है मेरो बुढीले यतै पुऱ्याउनु आउँछ नि होइन हो ल ठ्याक्क आयो त थ्याङ्क यू सो मच ल ठ्याक्कै खानाको कुरा गरेँ ठ्याक्क आयो है गाइस है नाइस मजा आउने भयो त मजाले खाँदैछ के दियो भने आनन्द भयो है ठिक्क अब त्यो खाजा जस्तो भयो नि भोक लाग्थ्यो अब घरमा गएर डिनर खानुपर्छ अब के खाने भर गएर है डिनर त यस्तै हुन्छ है सधैँ के खाने है फ्राइज पनि खाऊ फ्राइज पनि मिठो रहेछ मिठो त के गर्नु के हो के गर्दैछ लिन्छ होल गर्नु होल होल लिन्छ मन पर्यो बेबी यो डग मन पर्यो रे यो चल्दो रहेछ है गाइस ब्याट्री हाल्यो भने त्यो कराउँदो रहेछ अनि उसलाई खुब मन परेछ क्या खुसी भयो कति लियो बुढी यसको ए ल $3 चाहिँ डिस्काउन्ट $3 चाहिँ डिस्काउन्ट दिएछ है गाइस खासमा $20 भनेको थियो अनि हामीलाई चाहिँ 17 मा दियो हो गाइस ल बाई भन्नु गाइस हुन्छ बाई भन्नु सबैलाई खुसी भयो यो त यति नै होला नि अरू के छ अब अरू नि हेर्नु थियो तर टाइम छैन है तिम्रो सेफोराको भयो हैन अनि खाजा खाइहाल्यो हैन पेट पूजा पनि गरिसक्यो
रमाइलो भयो नि है सपिङ गर्नु एक दिन फेरि आउनुहुन्छ नि ल ल मिन्जुले नि यो डग चाहिँ डिजर्भ गर्छ है विचार है ज्ञानीहरू बस्छ है यस्तो ज्ञानी बच्चा छ बिचरा बाहिर गयो भने कहिले दुःख दिँदैन अनि बिचरा यस्तो माया लाग्दछ अनि मिन्जु अरू बच्चाहरू भएको भए त है बाहिर यहाँ गरेर कराएर टाउको दुखाउँछ होला नि यो चाहिँ यस्तो छैन रेस्टुरेन्ट यता हुनुपर्ने हो त्यो छैन रहेछ त है माथि जानुपर्ने रहेछ भोलि मस्ती छ है अनि अब केटी मान्छेहरू छ सही हो अनि जन राईको कन्सर्टमा त तिमी त नजाने भयो है जान्नु मन छ नि है आफै बेबी अनि अब म त जाने हो मलाई त फेरि उसको गीतहरू राम्रो लाग्छ मलाई नै मनपर्छ नि हो अब के होइन अब तिमी बस मन जाने एकजना चाहिँ फेरि बच्चाको लागि बस्नै पर्ने भयो क्या गाइस जन राईको कन्सर्ट अब यो विकेन्डमा छ नि त कमिङ विकेन्डमा छ यही कमिङ विकेन्डमा हो नि होइन अब यो कमिङ विकेन्डमा छ अनि एकजना चाहिँ फेरि घरमा बच्चा हेर्नलाई बस्नै पर्यो अब यो पालि चाहिँ तिमी सेक्रिफाइस गर नेक्स्ट टाइममा अनि तिमी फेरि जानुहुन्छ नि ल कुदेन गाइस अब रेस्टरुम जानु पर्यो यहाँ छोरीको डाइपर चेन्ज गर्नुपर्ने छ कति फ्लोरमा रहेछ रेस्टरुम सेकेन्डमा होला है उसको यहाँ पप्पी कराएर यहाँ खुसी छ यहाँ पप्पी किनिदिएको यहाँ खुसी भयो बेबी लेट्स गो यता खोल्नुपर्ने हो त अब के हो घर जाने होला नि जाउँ है अब लेट पनि भइसक्यो मिन्जु फेरि सुत्न ढिलो हुन्छ होइन मिन्जुलाई लेट हुन्छ अब घर जानुपर्छ है अब यो फल्स भएर फल्सको लुगाहरू आइसकेको छ फल्स आउन लागिसक्यो नि अब यो अगस्तपछि त चिसो चिसो हुन्छ चिसो हुन्छ नि त्यही त फल्स आउन लाग्यो सेप्टेम्बर 1 फल्स आएपछि त फेरि त्यसपछि त बिस्तारै चिसो हुँदै जान्छ नि फेरि विन्टर के हो आज त आकाश त यस्तो दामी छ त के हो बुढी निलो टाइपको आकाश के हो आज त त्यही त निलो आकाश छ त के आज त निलो भन्दा नि कस्तो डार्क ब्लू टाइपको के ल लेट्स गो ल है गाइस अब आज चाहिँ त्यही बुढीको लागि त्यहाँ सेफोरामा तिनीहरू किन्न गएको थियो सेफोरामा सामानहरू किन्यो उसको लागि त्यो के भन्छ मेकअपको सामानहरू त्यो दुईवटा मात्रै आइटम किन्नलाई उसले दिनभरि के अरे 2-3 घन्टा टाइम लगायो अब चाहिँ घर फर्किँदैछु है गाइस अब छोरीलाई पनि सुताउनु पर्छ ल है गाइस अब फेरि अर्को भ्लगमा भेटौँला अनि तपाईँहरूले हाम्रो भ्लगहरू हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच फेरि अर्को भ्लगमा भेटौँला यहाँ हेर्नु है गाइस यो छोरी यसरी सुतेको यसरी निदाएको थियो हेर्नुहोस् है उसको यो अघि पप्पी किनेको थियो नि त्यो पप्पी चाहिँ समातेर निदाएको थियो बिचरा